श्रम संस्कृति पार्टी प्रश्न गर्दछ तपाईहरूको भूमिकामा, किनकि तपाईहरूको भूमिका शङ्कास्पद छ। श्रम संस्कृति पार्टी प्रश्न गर्दछ तपाईहरूको चरित्रमा, किनकि तपाईहरूको चरित्र शङ्कास्पद छ। त्यही प्रश्न गर्ने क्रममा आज हामी कुलमान घिसिङलाई प्रश्न गर्न चाहन्छौँ। म कुलमानजीलाई यहीँबाट प्रश्न गर्न चाहन्छु, तपाईको एमसीसी बारे धारणा के छ? तपाईको भूमिका के हो? बत्ती बाल्नु ठुलो कुरो होइन। बत्ती बिनाकै अँध्यारोमा हामी बस्न तयार छौँ, तर यो माटो हामी बेच्न सक्दैनौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, बत्ती बल्नु ठुलो कुरो होइन। बत्ती भनेको सेवा सुविधा हो, तर हाम्रो माटो, हाम्रो देश, हाम्रो स्वाधीनता, हाम्रो राष्ट्रियता, हाम्रो भौगोलिक अखण्डता भन्दा ठुलो कुरा बत्तीको पोल हुन सक्दैन, बत्तीको तार हुन सक्दैन। कुलमानजीलाई म प्रश्न गर्न चाहन्छु, त्यो दलमा आबद्ध भएर हिँडिराख्नु भएकाहरूले पनि भनिदिँदा हुन्छ होला, उहाँको रोल के हो एमसीसी को बारेमा? अब यहाँहरूलाई भन्नु होला, फेरि अब कता हो के हो भन्नु होला। खराबी भन्ने जात विशेषमा हुँदैन। अघि भर्खर भन्नुभयो बाहुनलाई दोषेर भन्नुभयो है। अब फेरि तामाङलाई दोस्न थाल्यो नभन्नु होला। हर्क साम्पाङ बिग्रियो भने सिर्फ हर्क साम्पाङ बिग्रेको हुन्छ, साम्पाङ भन्ने जातिलाई दोस्न पाइँदैन। मैले कुलमानजीलाई प्रश्न गर्दैछु, तामाङ समुदायलाई गरेको होइन है। यदि कुलमान घिसिङजी यो एमसीसी को बारेमा उहाँहरू प्रश्न हुनुहुन्न भने, अहिले पनि म हेर्दैछु एमसीए को चेयरम्यान त उहाँ आफै हुनुहुन्छ। इन्डिया जानुभयो, खै के सम्झौता गर्नुभयो भनेर युनाइटेड जेनजीले उहाँको रिजाइन मागिराखेको छ। यो विषयमा कुलमानजीको होइन, उहाँप्रतिको मेरो सम्मान छँदैछ। कुनै समयमा कुलमान घिसिङलाई पुनर्बहाली गर्नुपर्छ भनेर छातीमा त फोटो टाँगेर भेटारसम्म एकल पदयात्रा गर्ने मान्छे पनि हुँ म। राम्रो भइन्जेलसम्म गर्ने हो। म पनि भोलिको दिनमा भ्रष्ट भयो भने मलाई फुलको माला होइन, जुत्ताको माला तयार गरेर तरारामा तपाईँहरूले हेर्नुपर्छ। त्यसले गर्दाखेरि एउटा प्रश्न म उहाँलाई गर्न चाहन्छु, एमसीसी को बारेमा तपाईको धारणा सार्वजनिक आउनुपर्छ। एमसीसी पास गर्दाखेरि तपाईको भूमिका के थियो सार्वजनिक गर्नुपर्छ। मैले अघि भने बिजुलीको नाममा हामी हाम्रो देशमा विदेशी सेनालाई तपाईको छैन हाली मुहाली गर्न कदापि दिने पक्षमा छैनौं। श्रम संस्कृति आफ्नो स्वाधीनतामा विश्वास गर्छ, आफ्नो देश आफ्नै हो भन्ने कुरामा विश्वास गर्छ। श्रम संस्कृति शक्तिले 98% शंका छ, त्यो कुरामा उहाँको सार्वजनिक अभिव्यक्ति सायद आउँछ नै हो।